हेलो नमस्ते साथीहरू। आज चाहिँ हामीले दिदी र मैले केराउ पिस्दैछौँ। तपाईँहरूले पनि बुझिसक्नु होला हामी के बनाउन लागेको छौँ भनेर। यता चाहिँ सबै पिसपास पारेर हामीले त रेडी पारिसक्यौँ बटुक बनाउनको लागि। यता चाहिँ हामीले आगोमा बनाउँदैछौँ, किनभने आगोमा बनायो भने ग्यास कति महँगो छ भने तपाईँलाई थाहै छ होला नि, त्यही भएर हामीले आगोमा पकाउँदैछौँ। अनि यता यत्तिको बन्यो, कस्तो छ भन्नु होला है, कतिको के लाग्छ तपाईँहरूलाई मिठो लाग्छ कि लाग्दैन कमेन्ट गर्नु होला। अनि यता चाहिँ दिदीले तार्दै हुनुहुन्छ, यता मम्मीले फेरि बनाउँदै हुनुहुन्छ। यता कोहीले फेरि मिठो छ गरे मिठो 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 छ भन्दै यति मिठो भएछ, मुख मिठाएर हैरान छ। यता चाहिँ दिदी आगोको छेउमा बसेर गर्मी भयो भन्दै बनाउँदै गर्नुभएको छ। यता फेरि मम्मीले बनाए हुनुहुन्छ, फेरि उता माग्न आएको आइछन्, उता कोहीले खाएको खाइ, उता अर्को छोरी फेरि मिठो छ भनिरहेछ। ल बाई बाई साथीहरू, आजलाई यति नै।